कति वर्ष आउनुभयो दिदी चौराटी पुग्नु भयो तपाईँको बिहे कति वर्षमा गयो तपाईँको बा आमाको नाम आमाको अस्ति लेखेर बिर्सी हुन र लेखेर गाईको अनि अरू दिदी तपाईँ कतिवटा 3 बहिनी 4 9जना सम्झिनु तपाईँ सौदा कहिले झगडा गर्नुभयो नि त अहिलेसम्म छैन कसलाई गर्नुभयो होला आमा कति सालमा जन्मेको उमेश बडाल तपाईँ कति सालमा जन्मेको हो बा आमाको नाम के तपाईँ आमा शिव प्रसाद आमाको जयन्त कति 11 वर्ष बिहे गरे दाजुभाइको कति भाइ दाजुभाइ तपाईँको 3 भाइ जेठो को जेठो हिरालाल माइलो शिव प्रसाद कान्छा मामा हुनुहुन्छ होइन अनि 90 साल अगाडि 90 सालको भैँचालो थाहा छ तपाईँलाई मलाई थाहा छैन म 2 वर्ष 2.5 वर्षकी थिएँ श्लोक आउँछ तपाईँलाई के आउँछ अलिअलि भनिदिनु त राम्रो श्लोक भन्नु त एउटा आफ्नो राटोमा धन अघि देख्थ्यो र जोदै बोले तिमीले त समेरु माथि बस बखरित र बामोजले कसमा भिर र उसिना धनी कको खाने नजुकुने गर कुवामा भरवा समुद्र पुगा बादल मिल्छ लोटै भर पत्नी पुत्र शरीर सम्पत्ति सबै छन् ईश्वरैका अरू पनि भन्नु न अरू पनि त्यो तिमीलाई के भन्नुहुन्छ नि ल भन्नु त भन्नु तपाईँ पनि भन्नु ल ल भन्नु भैँचालाको भन्नुहुन्छ अरे है ल ल तपाईँ लेखै नखोल्ने हेर लाली गुराँसो न्याउली बात नरुनु आमा म त आउँदै गरौँला लेखमा फुल्यो हेर लाली गुराँसो बिसीमा कोसे जाइ चरीमा हेर्छु लौ परे राम्रो माइती हेर्छु दाजुभाइ धानेर काट्ने हेर सप सप गाउँ काटेर ठोसर बिराना देशमा रोइ रोइ रहे पनि नरौ भन्नेको छ
आमा पनि छोडे बाबा पनि छोडे नरौ भन्नु आकाशमा उड्ने हेर यो गडुर र पन्छी भैमा हिँड्ने बेसर पिराना देशमा रोइ रोइ रहे पनि नरौ भन्नेको छ घर जाउँ साथी हो भारी पुगेन घर त हुने घर घर जाऊ मलाई देऊ रानी पोखरी त्यति हो तपाईँको जन्म कति सालको 91 सालको अलि सुनिरहेको हुनुहुन्छ है 91 कति वर्षमा बिहे गरेर आमा 14 वर्षमा अनि तपाईँको माइती त के कता हो 90 सालको भइजाल तपाईँलाई थाहा छैन जन्मेकै अनि छोराहरू कति भाइ जेठोको नाम के हो तपाईँको छोराहरू रमेश अनि दाजुभाइ कतिवटा तपाईँको दाजुको नाम तुलसी प्रसाद भाइको अनि तपाईँलाई श्लोकहरू आउँछ श्लोक त आउँदैन भजनको ल दुई चारवटा भजन भनिदिनुहोस् त घर पदहरू चाली नेत्रमाथि उचाली घर पदहरू चाली नेत्रमाथि उचाली नैन आउँदै कस्तो अड्केर नेत्रमाथि कसरी नआएको घर पदहरू चाली नेत्रमाथि शीतला रामल सुमन सूर्य बिना सन्निसन पनि पर्छ लकी कालिका भरगाउँकी तलजिउ र भैरव अनि कनकेश्वरी जलप नरदेवी कमला जगत र जननी काव्य गणेश गरिका अरू भजन यसो भन्नुहोस् न नैन जल खसाली नामको दीप फाली हरिहरि मुखमा जीवको सुख अर्जुन चाहिँ के ठोगी लाग्छ गोविन्दारे मुरारे नाथ नारायण वासुदेव अनि पहिला आफ्नो दुःख कुरा गर्दिनु पहिला पहिलाको के थियो कस्तो थियो तपाईँहरूको पालामा सासूले के गर्थे त्यस्तो भन्नु घाँस बारी ल्याउँथ्यौँ आउँथ्यौँ भात पकाएर राखिया हुन्थ्यो मजासित खान्थ्यौँ दिनभरि कोदालो खान्थ्यौँ अब यही हाम्रो दुःख सुख देख्दै जस्तो खाए नि सन्तो खान्थ्यौँ दुईजना चाहिँ मलाई मिलेर भन्नु कहिले बाँध्नु भन बाँध्नु केही गर्नुभयो हजुरबा कडा हुनुहुन्थ्यो होला बाँधे कि दुइटालाई तपाईँलाई पिट्नु भएको छ हजुर केही बेला निलमा कोही बेला सिधै खाइयो अलिअलि खाइयो निला दाम बसिएको थियो भन्नु सबैको भन्नु यति भएपछि हामीलाई पछिसम्म जीवनभरि हेर्न पाइन्छ अब दिदीको हेर्दाखेरि रुगा रुगा